है साथीहरू, हाम्रो सागबारी हाम्रो आमाले पानी हाल्दै हुनुहुन्छ सागबारीमा। साग हेर्नु न, यहाँ साग कस्तो छ। एउटा पात हेर्नु न, कस्तो मजा मजाको पात छ के हाम्रो यहाँ। म त यसो हेर्ने मात्रै हो, आमाले चाहिँ रोप्ने, पानी हाल्ने, गोड्ने सबै गर्नुहुन्छ। आमा यता हेरिदिनु त, पानी हाल्ने मान्छे नि हेर्नु। साग चाहिएमा सम्पर्क राखे हुन्छ। साग चाहिएमा मुठा मजा मजाको है। गोबी बन्दाले रोपेछु। यहाँ हाम्रो सागबारी, यहाँ गोबी बन्दा पड्काउली होला दिदीले ल्याउनु भएको। यहाँ सलक्क रोप्यौँ हामीले। यहाँ हाम्रो टर्नेलो साग चाहिँ मजाले छ है। साग चाहिँ हेर्नु पर्यो। त्यही हो हाम्रो सागबारी, यस्तै छ साथीहरू सागबारी। नखन्न बाबु, बच्चाहरूले साग त पानी हालेको है, धेरै यो छोयो भने लाई लाउँछ क्या फेरि। कस्तो मजाको साग छ हाम्रो घरकै अर्ग्यानिक साग है। चाहियो भने सम्पर्क राख्नु होला। हाम्रो प्याज पनि छ हौ। हाम्रो सानो करेसाबारी, धेरै ठुलो त होइन, ठिक्कको टनेलो छ। इमुला अब यहाँ केही रोप्ने हो, अब खाली छ। इमुलाहरू पनि ठुल्ठुलो छ। साग हो। मेरो बच्चाहरू बारीमा रमाउँदैछन्, छुट्टी छ।